यो भिडियो है सबलाई सन्चै हुनुहुन्छ ल म पनि सन्चै छु आज फेरि एचएमको रेस आएर है आफ्नै कलेजमा आज चाहिँ सेन्ट्रल कलेज जान लागेको छ हामी प्र्याक्टिकलको लागि है के कसो हुन्छ वास्ट लिने साथीहरू है त एउटा कन्सल चाहिँ सिमेन्ट चाहिँ दिएर राख त्यसले तिमीहरूलाई हेल्प गर्छ र त्यसले तिमीहरूलाई इन्हान्स पनि गर्छ र बिएचएम भनेको यस्तो सब्जेक्ट हो जुन चाहिँ यो तिमीहरूले सेतो कोट लगाएको छौ नि यो सेतो कोट यो तीनजनालाई मात्र अधिकार हुन्छ लगाउनु एउटा डक्टरलाई हुन्छ एउटा पाइलटलाई हुन्छ र एउटा सेफलाई हुन्छ हो त्यो चाहिँ यहाँ पर्सनल ग्रुमिङ मतलब पर्सनल हाइजिन चेक हुन्छ है एमडिटी त्यो दाइहरूले चेक गर्नुहुन्छ हामी चाहिँ आएका छौँ साथीहरू छन् है यता है कलेज म के चाहन्छु म मेरो पर्मिसन किन्न अलिकति बुझ्यौ नि पब्लिकमा केही हुन्न यस्तो गरेर मलाई ल हेर्नु साथीहरू दुलाको गेटअप चाहिँ चक्की छ है आमा फेरि ल साथीहरू है म मात्रै आइसकेको छु यहाँ अरूको जम्मै बाहिर त्यहाँ हुँदैछ है कामहरू मतलब कि पर्सनल ग्रुमिङ चेन्ज के अरे हेरिरहनु भएको चेक गराउनु भएको छ है यहाँ चाहिँ सेन्ट्रल कलेजको म अहिले चाहिँ ल्याबमा छिरिसकेको छु पुरै चकाचक छ है यहाँ चाहिँ लभली छ अब के कसो हुन्छ वास्टल्यान्ड साथीहरू है वास्टल्यान्ड साथीहरू अब के भन्नु छ त अब के आज हामीले प्र्याक्टिकलमा के बनाइन्छ है वास्टल्यान्ड मिठो मिठो डिसहरू हुन्छ है सियु सुन र यहाँ चाहिँ आजको हाम्रो यो थर्ड कोर्सको कन्टिन्युल मेनुको चाहिँ यो चाहिँ हाम्रो यो हो आज होइन हामीले चाहिँ बनाउनु पर्ने हुन्छ आज यहाँ सेन्ट्रल कलेजको ल्याबमा है साथीहरू ट्याक्क सबै कुरा भनिसक्नु भयो होइन सेफले दाइले पनि भन्नुभयो अब हामी चाहिँ होइन खाना बनाउन बसेका छौँ भनेको फेरि बनाउनु पर्यो है के कस्तो हुन्छ पुरै मोबाइल छ माहौल है के कस्तो भन्नुहुन्छ है अहिलेको जेन्जी भाइ एकदम चर्चामा आएका भाइ यता हेर्दै उयो यता हेर्न चर्चामा आएका त्यसको मैले टिकटक मैले भर्खर हालिदिन्छु यहाँ हेर्नु छ त्यो टिकटक पनि तपाईँलाई ल अब यहाँ चाहिँ प्रिपरेसन हुँदैछ है यहाँ चाहिँ यो सुन्तलालाई कोटाएर सम्झिङ के गर्दै हुनुहुन्छ है आई डोन्ट नो बट रमाइलो भएको छ है रमाइलो चाहिँ बाबालाई रमाइलो भएको छ है त के को वार्निङ यहाँ हुनुहुन्छ हाम्रो मेन सेफ आज हामी के बनाउँदैछौँ यहाँ अहिले के बनाइरहेको यहाँ कुन्द्रु बनाउँदैछौँ भाइ ल हामीले यो सेफ हामीले यो के हाल्यौँ अहिले यो अहिले हामीले के हाल्यौँ यो सब यस यस ल सर हामी चाहिँ अब बेसौँ न ओ आगो सानो बनाउनु आगो सानो भन्नु थोरै उता 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 थोरै अझै ल भयो ल साथीहरूले बिस्तारै थोथेर हाल है म चाहिँ अब हाल न साथी हाल 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 फेरि ब्राउनमा नबना नि हल्का फुल्का बनाउँछु ब्राउन हुन्छ क्या ओ साथी धेरै हाल्यो कि भयो रोक अब यसलाई चाहिँ यसलाई मस्तले मिक्स गर्नुपर्छ है ल हाम्रो सेप यसलाई हटाउन यता निकाल्यो कि त साथी नगर न अहिले यो पहिला हटाउँदै मिलाउँदै ल हाल बल्ल अब चलाउनु पर्छ यो चाहिँ है पुरै बवाल छ रमाइलो भइरहेको छ है ल ल ल ल दिदीहरूले के गर्नु थाहा छैन है तर यहाँ चाहिँ चट्टा लगाएर ल साथीहरू गोलो 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 नाइस आफ्नोपट्टिको डट छ त्यहाँ देख्नु नि होइन ठिक छ नि मैले चाहिँ यो के हो हामीले के बनाउनु लाग्यो दाइ चिकन टेटा दिएन ए चिकन टेटा दिएन रे होइन यो चाहिँ चलाइराख्नु पर्ने रहेछ त्यसमा चाहिँ मासु अनि चप ओनियन अनि गार्लिक हालेर चाहिँ चलाउँदैछु किमा हो क्या किमा चलाइराख्नु मतलब कि डर नभए चाहिँ चलाउनु पर्ने रहेछ यसलाई चाहिँ गोल्डन ब्राउन ए होइन गोल्डन ब्राउन चाहिँ बनाउनु पर्ने हुन्छ यसलाई चाहिँ है यस्तै छ साथीहरू है अब चाहिँ हाम्रो यहाँ छोटो मिठो इन्टरभ्यू लिनु लानु भएको छ है हाम्रो साथी गएका छन् इन्टरभ्यू दिनलाई अब यसपछि म जान्छु सायद साथी गइरहेका छन् है इन्टरभ्यू दिन मन जान्छु है अब के कसो हुन्छ हेरिराख्नु छ त वास्टल्यान्ड साथीहरू किन मन लाग्यो अरू पनि धेरै कोर्सेसहरू थियो नि त तर तपाईँलाई एसेम्बलीमा चाहिँ किन अट्र्याक्ट गर्यो तपाईँ एसेम्बली पढ्दै मलाई चाहिँ पहिलेबाट एउटा
अब अरू विषयहरू चाहिँ अलिकति टपै लागेर पनि त एउटा बेसिक होइन ट्याक्क जानिने पनि बुझ्ने पनि त्यस कारणले चाहिँ मैले पहिलेबाट रमाइलो भइरहेछ तपाईँको एकदम प्लस टूको एक्सपिरियन्स चाहिँ राम्रो भइरहेछ ल अब फर्दर तपाईँले फ्युचरमा चाहिँ के गर्ने विचार गर्नुभयो के सोच्नु भएको छ अब एचएम पछि प्लस टू तपाईँले कम्प्लिट गरेपछि तपाईँले के गर्ने अनेस्टली मलाई आन्सर के गर्ने विचार गर्नुभएको अब प्लस टू अब रिजल्ट हेर्नु रिजल्ट के आउँछ कस्तो हुन्छ रिजल्ट चाहिँ एकदम बेस्ट दिन हाम्रो चाहना हो होइन त्यो दिइसकेपछि अब बिएचएम गर्ने बिएचएम गरेर चाहिँ हामी के हुन्छ जबहरू खोज्ने अब कतै के गर्नुपर्छ त्यसरी हाम्रो इन्ट्रेक्सन सेक्सन भएको थियो है मलाई एकदम खुसी लाग्यो तपाईँहरू एकदमै राम्रोसँग बस्नु त्यो दौरानमा हामीले चाहिँ तपाईँलाई के भनेको थियो इन्टर्नसिपको लागि चाहिँ होइन तपाईँहरूलाई चाहिँ विभिन्न देशमा पठाउँछौँ देशहरूको नाम याद गर्नुभएको थियो सरले भन्दै गर्दाखेरि कुन कुन देश भन्नुभएको छ जापान हजुर अस्ट्रेलिया हजुर चाइना हजुर चाइना दुबई चाइना दुबई हजुर हाम्रो चाहिँ अब एकदमै तपाईँको चोइस डेस्टिनेसन छ है तपाईँहरूले जुनमा गरे पनि हामीले सजिलै तपाईँलाई पठाइदिन सक्छौँ र यो बिएचएमको चाहिँ मेन अट्र्याक्सन भनेको नै इन्टर्नसिप हो र तपाईँ जुन अहिले युवाहरूको जुन एउटा छ नि ड्रिम होइन ड्रिम डेस्टिनेसन बाहिर नै जाने र यो बिएचएमले सायद सबैलाई चाहिँ यो अचिभ गर्न चाहिँ 2 कदम होइन अगाडि बढाउँछ र आवश्यक पुरा गर्छ है अल द बेस्ट है प्लस टू राम्रोसँग दिनु होला र सेन्ट्रल मोडल कलेजलाई चाहिँ नबिर्सिनु ओके थ्याङ्क यू छोटो मिठो इन्टरभ्यू पनि दियो इन्टरभ्यू अब यसो होइन के कस्तो हुन्छ सेन्ट्रल कलेजको बारेमा है अझै त्यहाँ लिँदै हुनुहुन्छ है साथीहरूको हामी चाहिँ सेन्ट्रल कलेज आएका थियौँ यतापट्टि चाहिँ के रहेछ यतापट्टि नै ओभनहरू रहेछ है यता चाहिँ म देखाउनै बिर्सेछु यता चाहिँ है अब चाहिँ हुँदैछ यहाँ पनि अझै भित्र पनि हाम्रो खाना डिसेसहरू पाकिरहेको छ है कन्टिनेन्टल फुडहरू पनि छ है के गर्छ हुन्छ वासलिन है त ल हाम्रो दुला साथीले है भाँडा मार्दैछन् है नाइस दुला ओए यतिको चाहिँ हुनु पऱ्यो डेडिकेट चाहिँ आजको चाहिँ डिस हाम्रो यही छ अब हेरौँ सेन्ट्रल कलेज आएका छौँ यो डिसको लागि हामी है ल केटाहरू यता छन् आइरहेका छन् अब डेजर्ट चाहिँ बाँकी छ है यत्रो ठुलो बिल्डिङ छ है सेन्ट्रल कलेजको के कसो हुन्छ खान्छौँ है त अब सडै सर्ट डेजर्ट बाँकी नै छ है डेजर्टहरू त्यहाँ बन्दैछ होइन है अहिले चाहिँ केटीहरूले चाहिँ भाँडा मान्ने अनि केटाहरूले चाहिँ पोछा लाउने पोछा र क्लिनिङ गर्ने भएको छ है यहाँ चाहिँ सिस्टम त्यही रहेछ केटीहरूले चाहिँ जम्मै केटीहरूले भाँडा मान्दैछन् होइन केटाहरूले चाहिँ पोछा हान्ने लागेको छ के कसो हुन्छ 50 रुपियाँ हान्छौँ होइन कलेजमा नि हाल्ने यहाँ नि हाल्ने नर्मलहरू घरमा नि हाल्ने होइन केही हुन्न भाँडा मान्दैछन् है उतापट्टि यतापट्टि है जताततै केटीहरूले चाहिँ हामी चाहिँ सफा गर्ने है त त्यस्तै हो भाइ लगाएर अब चाहिँ कप केक आइसकेको छ हातमा हुन्छ कप केक है त केकमा के हुन्छ है दाइहरूले बाँड्दै हुनुहुन्छ कप केक थ्याङ्क यू चेरी हो यो कप केक यस्तो कप केक होइन यो त डेजर्ट के हो नाम चक्लेट मुस है कप केक भन्नु सरी है लभली छ है है स्पोन्सर हुनुहुन्छ है अब यस्तै छ के कसो हुन्छ है वासलिन है त यो चाहिँ सर्भिसिङ ल्याब हो है यो चाहिँ ट्यागको त्यहाँ चाहिँ ल्याब छ है गाह्रो छ नि है ल अब के कसो हुन्छ वाचलिन अब जान लाग्यो हामी है
हामीलाई एउटा कपी दिनुभएको छ कपी र अनि पेन दिनुभएको छ है जाँदैछ कलेजतिर म एउटा के एउटा कुरा भन्न चाहन्छु है दुला मेरो नोट हराएछ मेरो नोट पाएँ नोट चाहियो नोटको कुरा भएर चाहिँ है ल अब यहाँ यस्तो फोटो खिच्छन् है फोटो यसो क्लिक गरौँ त्यसपछि जाउँला है त हामी साइड ल साथीहरू है त अब चाहिँ हामी सबैजना हिँडेर जाँदैछौँ है चट्ट लाएर कलेजसम्म है अब के कसो हुन्छ फेरि वासलिन है अब चाहिँ हामी कलेज जान्छौँ कलेजमा पढ्ने हो कि अब के गर्ने के कसो हुन्छ है वास्टल्यान्ड सबजना हिँडिरहेका छन् हाम्रो साथीहरू प्यारा प्यारा मित्रहरू सर्ट लाएर एसएम ड्रेस लाएर लभली पारामा होइन यता आउने यता म तिमीलाई सोध्छु ल कस्तो लाग्यो आज सिएमसी भनेको फेरि चितवन मेडिकल कलेज होइन है चितवन होइन सेन्ट्रल मोडल कलेज अब कलेज जान्छौँ है एक गाडी त फेरि चक्की छ त फेरि अनि यता कम्प्युटर सिक्ने ठाउँ यता के नाम भरतपुर चितवन होइन क्षेत्र पुरै पर्छ कि यता अब कलेज चाहिँ धेरै टाढा छैन जम्मा 1-2 मिनट हिँड्नुपर्छ यहाँ चिया रहेछ क्या चिया ए चिया चौतारी यहाँ रहेछ चिया चौतारी है त साथीहरू ल के कसो हुन्छ हेरिरहनुहोस् वासलिन नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नुहुन्छ लाइक कमेन्ट गर्न नबिर्सिनुहोस् भन्दै है त हेर्नुहोस् है त वासलिन साथीहरू है कलेज आयो भाइहरू बास्केट खेल्दैछन् है अब आजको लागि यति नै हुन्छ है के कसो लाग्यो भिडियो लास्टसम्म हेरिदिनु भयो थ्याङ्क्स फर वाचिङ अरू के भन्नु छ त खत्री आज केही छैन सबै सेन्ट्रलले आफ्नै कलेजमा आइसकेका छौँ अनि अब हामी गाडी चढेर घर जान्छौँ है अहिले चाहिँ लगभग 4:30 जति भयो होला होइन सब अब चाहिँ के कसो हुन्छ हामी जान्छौँ है बाई बाई गाइज